दर्शकबिन नमस्कार। अहिले हामी बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नम्बर 1 रहरियाडी गाउँमा छौँ र यहाँ एका बिहानै एउटा धेरै दुःखद खबर प्रकाशमा आएको छ कि अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी दुईजनाको हत्या गरेको समाचार प्राप्त भएको छ र रहरियाडीका स्थानीय बासिन्दा जगरूप महतो धानुको घरमा अज्ञात समूहका व्यक्तिहरूले छुरा प्रहार गरेर दुईजनाको हत्या गरेको यो समाचार आइराख्दाखेरि अहिले हेरिराख्नु भएको छ कि रहरियाडी गाउँ नै पुरै शोकमग्न र शोकाकुल बनेको छ, स्तब्ध बनेको छ र सबैजना यो कारण पत्ता लगाउने तर्फ सबैजना प्रयासरत हुनुहुन्छ र यही घर हो, यो रातो जुन घर पक्की घर देखिराख्नु भएको छ यही घर हो। जगरूप महतो धानुको घर यही हो जुन घरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरेर दुईजनाको हत्या गरेको हो र यसमा जगरूप महतो धानुका छोरा रामेश्वर मण्डल र उनकी श्रीमती सुमित्रा देवीको हत्या गरिएको हामीले जानकारी पाएका छौँ र अहिले देखिराख्नु भएको छ सरजमिन मुचुल्का गरिसकेपछि यहाँबाट शव पोस्टमार्टमको लागि अस्पतालमा लग्ने कार्य भइरहेको अवस्था छ। यसमा इलाका प्रहरी कार्यालय परवानीपुर बुनियाद र इलाका प्रहरी कार्यालय पर्सौनी, नौतन गण्डकको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाराको क्राइम ब्रान्चको टोली अहिले यो शव एम्बुलेन्समा लोड गरेर लैजाने काम गरिराखेको अवस्था छ।